हामी चाहिँ भस्मासुर डाँडामा आइसकेका छौँ। भस्मासुर यस्तो डाँडो राम्रो छ कि है, एकदम हाइट पनि अग्लो छ। ल हेर्नुहोस्, साथीहरू पछाडि छन्, कोही हाम्रो साथीहरू अगाडि गइसकेका छन्, हामी पछाडि छौँ। हिँड्न पनि एकदमै गाह्रो भयो हामीलाई, एकदम खुट्टा गल्ने, पिडाउला दुख्ने है सबै भइरहेको छ। त्यसको बावजुद पनि हामी यो तल देखिरहनु भएको छ, डाँडो तल डाँडो धेरै तल देखिरहनु भएको छ। त्यो तल रातो देखेको ठाउँ छ, त्यो भन्दा नि अझ धेरै तलबाट हामी माथि आइरहेका छौँ। तपाईँहरू आउनु होला, रमाइलो गर्नु होला। हामी दक्षिणकाली तलबाट हिँडेर लगभग 8:30 बजे, बिहान 8:30 बजे हिँडेको। अहिले लगभग हामीलाई टाइम 11:30 भइसकेको छ। एकदमै रमाइलो यस्तो ठाउँमा भोलि अब आउन सक्ने त सम्भावना एकदमै कम छ होइन। आउन पनि एकदमै हिमाल वरिपरि हिमाल पनि राम्रो, हिमाल एकदमै हाँसिरहेको छ। हिमाल देख्नुहुन्छ, गर्मी छ है, यस्तो गाह्रो छ। ल नेक्स्ट भिडियो फेरि पछि बनाउँछु ल। तल काठमाडौँ देखिरहनु भएको छ, काठमाडौँ बजार। साथीहरू आइरहेका छन् हाम्रो। तिम्रो नाम के हो भाइ? चन्दन प्रसाद यादव। आऊ भाइ, तिम्रो नाम के हो? कैदी नम्बर 47,000। भाइ तिम्रो नाम के हो? अमर बहादुर साई। अर्को भाइ आउँदैछ पछाडि। भाइ तिम्रो नाम के हो? गणेश थापा आइरहेको छ।